नमस्कार। तपाईहरुसँग 15 मिनेट 20 मिनेट कति छ यो मैले आज जुन लेख पढ्दै छु इतिहास सुनेर प्रतिक्रिया दिनु होला। नेपाली सेनाको खम्बा निशस्त्रीकरण फ्री तिब्बत सेना। इतिहास प्रेमसिंह बस्नेत। नेपाली सेनाले खम्बा निशस्त्रीकरणको कारबाहीको 2 चरण पूरा गरेको थियो। पहिलो चरणमा अपरेसन वाहिनीप्रति श्री सिंह प्रताप शाह गणपति प्रमुख सेनानी सचिव सम्झे राणा लगायतले कारबाही सुरु गरेका थिए। मुस्ताङको जोमसोम इलाकामा निशस्त्रीकरण कारबाही गर्दै खम्बा कमान्डर गे वाङदी एकाएक भाग्छन्। उनी दार्चुलाको लिपुलेक हुँदै भारत पस्ने योजनामा रहेको खबर प्राप्त हुन्छ। अब दोस्रो चरणको कारबाही सुरु हुन्छ। यो चरणमा नम्बर 4 वाहिनीपति सहायक रथी आदित्य शमशेर राणाको नेतृत्वमा दार्चुला जिल्लामा रहेको वाङदी भाग्न सक्ने नाका र बाटाहरू सैनिक एम्बुस थापेर वाङदी लगायत टोली समात्ने वा जरुरी परेमा गोली हान्ने निर्णय भएअनुसार जनरल आदित्य राणाले कारबाही सञ्चालन गरे। योजना अनुसार दार्चुलाको टिङ्करमा थापिएको एम्बुसमा परि जनरल गे वाङदी लगायत केही खम्बा मारिए। त्यसपछि यो निशस्त्रीकरण कारबाही अन्त्य भएको थियो। दलाई लामाको सेनालाई खम्पा पनि भनिन्थ्यो। अमेरिका, भारत र दलाई लामाको सहकार्यमा खम्बाहरूलाई नेपाल उत्तरी नेपाली भूमिबाट चिनिया सेना र चिनिया सम्पत्तिमाथि आक्रमण गराउने कार्य भए। ती खम्बाले मनाङ मुस्ताङ लगायत उत्तरी हिमाली भूमिबाट चिनिया सेना र चिनिया सम्पत्तिमाथि आक्रमण गराउने कार्य भए। ती खम्बाले मनाङ मुस्ताङ लगायत उत्तरी हिमाली जिल्लाहरूमा लुटपाट गर्ने, महिलाहरूलाई बलात्कार गर्ने काम समेत गरे। त्योभन्दा दुःख लाग्दो कुरा मनाङ र मुस्ताङमा खम्बाले नै राज गरे। नेपाल ठुलो हेरेर नदेखेको जस्तो गरी बस्यो। यो समस्त गतिविधिलाई खम्बा काण्ड भनिन्छ। नेपाली भूमिबाट यो काम हुन नदिनको लागि नेपाली सेना मार्फत खम्बा निशस्त्रीकरण नाम दिएर सैनिक कारबाही गरिएको थियो। यो कारबाहीको नाम के दिने भन्ने बारे समस्या थियो। अमेरिका, भारत लगायतको मिलेभगतमा नेपालमा थुप्रिएका खम्बालाई सिधै मार्ने वा खत्तम गर्ने भनेर नेपालले सैनिक कारबाही गरेको नाम दिन सकेन। निशस्त्रीकरण एउटा कूटनीतिक र सरल शब्द थियो। गजबको कुरो त नेपाली काङ्ग्रेसको सरकारले स्वीकारी खम्बाहरूलाई स्वागत गरिएका थिए भने राजा महेन्द्रले समेत खम्बालाई देखेर पनि नदेखे जस्तो गरी मौन सहमति दिएपछि खम्बाहरूले नेपाली भूमिबाट चिनियामाथि आतंक मचाइरहेका थिए। जरेदेखि खोतल्ने हो भने खम्बा नेपाल भित्रिनुमा नेपालकै गल्ती थियो, बदमाशी थियो। दलाई लामा, भारत र अमेरिकाले त्यो काम नेपाली भूमिबाट गराउनु उनीहरूको स्वार्थ थियो। तर उनीहरूको स्वार्थमा नेपाल बिगेको थियो। यही पृष्ठभूमिमा चीनले नेपाली माटोबाट चीन विरुद्धको आतंक रोक्न नेपाललाई दबाव दिएपछि खम्बा निशस्त्रीकरणको सैनिक कारबाही जन्मियो। यो कारबाही गराउने मुख्य पात्रमा राजा वीरेन्द्र, प्रधान सेनापति सिंह बहादुर बस्नेत, नम्बर 4 वाहिनीपति सहायक रथी आदित्य शमशेर राणा, अपरेसन वाहिनीपति सहायक रथी सिंह प्रताप शाह तथा कारबाहीको मुख्य जमिनी कमान्डर प्रमुख सेनानी कर्णेल सचित शमशेर राणा थिए भने कारबाहीका लागि मुख्य श्रीनाथ गणलाई तोकियो। कर्णेल सचित शमशेरको मदर युनिट श्रीनाथ गण भएकाले उनैको माग अनुसार यो गणलाई मुख्य जिम्मेवारी दिएको थियो भने नेपाली सेनाका अन्य धेरै अङ्गले संयुक्त कारबाही गरेका थिए। यो कारबाहीमा नेपाली सेना 2 जनाको क्षति भयो। 1 जना भिरबाट लडेर मरे भने अर्को हाई अल्टिच्युड लागेर मरे। जमिनमा भने खम्बातर्फका कमान्डर गे वाङदी थिए भने नेपाली सेनाको कमान्डर कर्णेल सचित शमशेर राणा थिए। पृष्ठभूमि तिब्बत चीनले कब्जा गरेपछि 2015 साल
1958 मार्च 10 मा तिब्बतका शासक अवतारी दलाई लामा लासाबाट कालिम्पोङ हुँदै भागेर भारतमा शरण लिन पुगे। मार्च 27 मा दिल्ली पुगेका उनलाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले हिमाचल प्रदेशको धर्मशालामा दलबल सहित बस्ने अनुमति दिए। दलाई लामालाई पछ्याउँदै थुप्रै तिब्बतीहरू भारत पुगिसकेका र कतिपय पुग्ने क्रममा थिए। उनले तिनै शरणार्थीहरूबाटै तिब्बती सेना खडा गरे। खम्पाहरूको उद्गम थलो तिब्बतको खाम प्रदेशभित्रका 4 नदी र 6 पहाडी श्रृङ्खलालाई प्रतीक मान्दै उक्त सेनालाई फोर्स रिजर्भ एन्ड 6 माउन्टेन रेन्ज रिलिजियन प्रोटेक्ट आर्मी नाम दिएको थियो। यी सेनालाई खम्पा भनेर चिनिन्थ्यो। उक्त सेना गठन भएको झन्डै 40 वर्षपछि अमेरिकी गुप्त संस्था CIA ले सार्वजनिक गरेको गुप्त योजनालाई उद्धृत गर्दै लस एन्जलस टाइम्स पत्रिकाले नेपाल पठाइएको तिब्बती गुरिल्लाहरूलाई तालिम दिन अमेरिकाको फ्लोराडो राज्यमा CIA ले तिब्बती हाउस बनाएको थियो भनी छाप्यो। उक्त पत्रिका अनुसार यस प्रक्रियाको सुरुवात सन् 1956 बाट सुरु भई तिब्बती खम्पालाई सैनिक तालिम दिने काम अमेरिकी सहयोग मार्फत झन्डै एक दशकसम्म चल्यो। 2014 सालमा अमेरिकाबाट लडाकु तालिम लिई आउने पहिलो टोलीका सदस्य गे वाङदी थिए। उनी नै पछि नेपाली भूमिबाट सञ्चालित खम्पा विद्रोहका नायक भए। उनी दलाई लामालाई सुरक्षा दिँदै तिब्बतबाट भारत पुर्याउने मध्येका एक थिए। उनलाई सेनापति जनरल भनिन्थ्यो। तिब्बती भाषामा गे को अर्थ सेनाको जनरल हो। CIA ले भारतीय गुप्तचर संस्था RAसँग पनि सहकारी गर्न थाल्यो र ले देहरादूनको चक्रता भन्ने स्थानमा इस्ट्याब्लिसमेन्ट 22 नामको प्रशिक्षण शिविर सञ्चालन गर्यो। लस एन्जलस टाइम्स पत्रिका अनुसार दलाई लामा र नेपालमा परिचालित खम्पा गुरिल्लाहरूलाई तालिम, हतियार, बन्दोबस्ती लगायत अन्य खर्च स्वरूप प्रति वर्ष 17 लाख अमेरिकी डलर खर्च गर्थ्यो। 2029 सालमा रिच निक्सन राष्ट्रपति भएपछि यो खर्च बन्द भयो किनकि त्यसबेला निक्सन र चिनिया राष्ट्रपति माओ सेतुङको सम्बन्ध सुध्रिएको थियो। अब अमेरिकालाई खम्बालाई पैसा दिएर चीनलाई चिडाउन चाहँदैनथ्यो। खम्बा गुरिल्लालाई मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा नेपाल पस्न थाले। सुरुका मुख्य कमान्डर गे हिसीसहित करिब 200 खम्पा रक्सोल नाकाबाट नेपाल प्रवेश गर्न लाग्दा वीरगञ्जका बडा हाकिम पूर्ण सिंह खवास पूर्व IGP ले सेना प्रहरी लगाएर नियन्त्रणमा लिएका थिए। सरकारमा रहेको काङ्ग्रेसका गृहमन्त्री सूर्य प्रसाद उपाध्यायको आदेशमा ती खम्पा रिहा गरिए। भारतको आग्रहमा उनले त्यसो गरेपछि तिब्बती शरणार्थीको नेपालभित्र ओह्रो लाग्यो। सुरुमा करिब 2000 को संख्या भएको खम्पा सेना पछि झन्डै 10,000 पुगेको तथ्य गुप्तचर विभागका पूर्व DIG प्रभास शमशेर राणाको भनाइ छ। 2018 सालसम्म त खम्पा गुरिल्लाहरू देशको उत्तरी भागका ठाउँमा फैलिसकेका थिए। तिनीहरू हतियार, गोला बारुद, खाद्यान्न र अन्य बन्दोबस्ती सामान, मानवीय अन्य सहायता सामग्रीभित्र लुकाएर मुस्ताङको तागेभु र ओलाङ चुङ्गोला नेरयाङमा हवाई जहाजद्वारा पुर्याउँथे। CIA ले कूटनीतिक आवरणमा सोही प्रायोजनका लागि रसुवाको थाम्बुचेत, माङचेत र काठमाडौँकै स्विचाटारमा साना विमानस्थल समेत निर्माण गरेको थियो। यसबारे नेपालका राजा, प्रधानमन्त्री, नेता, सेना, प्रहरी र प्रशासनलाई थाहा नभएको होइन। यो हुन दिनुमा सबै जिम्मेवार थिए। भियतनाम युद्धताका CIA ले जासुसी प्रयोगको लागि प्रयोग गरेका अमेरिकी विमान थाइल्याण्डको ब्याङ्कक स्थित अमेरिकी सैनिक अखाडाबाट हतियार, गोलीगट्ठा र रसद मुस्ताङ क्षेत्रमा पुर्याइन्थे। अत्याधुनिक हतियारद्वारा सुसज्जित खम्बाहरूले अब नेपालको उत्तरी सीमा अवस्थित नेपाली अधिकारी र स्थानीय प्रशासक समक्ष अनेक माग राख्थे। कार्यान्वयन
गर्न बाध्य पार्थे। हुँदा पछि त उनीहरू चीन विरुद्ध सैनिक कारबाही गर्दा गर्दै नेपालका उत्तरी जिल्ला आफ्नो भएको दाबी समेत गर्न लागे। ती क्षेत्रमा खम्बाहरूले आफ्नो झण्डा गाड्ने र दलाइ लामाको तस्बिर पनि झुन्ड्याउन थाले। नेपाली पक्षको मौनताले खम्बाहरूलाई झन मात चढ्यो। यिनीहरूले नेपालभित्र लुटपाट, हुलहुज्जत र बलात्कार समेत गर्न थालेका थिए। यसैबीच 2031 सालमा राजा वीरेन्द्रको चीन भ्रमण भयो। चिनिया प्रधानमन्त्रीले राजासँग कुरा हुँदा खम्पा गुरिल्लाको गतिविधिबारे गम्भीर चासो व्यक्त गरे। चीनबाट फर्कना साथ वीरेन्द्रले उनको राज्याभिषेक अगावै खम्बा विद्रोहको अन्त्य हुनुपर्ने बारे सुरक्षा सम्बन्धी अधिकारीहरूलाई आदेश गरे। सेना, प्रहरी र गुप्तचरका प्रमुखहरू तुरुन्तै सो आदेशको पालनामा जुटिहाले। सैनिक गुप्तचर कर्णेल कृष्णप्रसाद उपाध्याय, डीएसपी पञ्चबहादुर छेत्री र गुप्तचर विभागका लेखबहादुर पाण्डे समूह सुरुवाती कारबाहीमा लागे। राजदरबारका तर्फबाट सबै कुराको संयोजन गर्ने व्यक्ति ताम्ला उक्याब थिए। मुस्ताङ हेर्ने प्रशासकीय अधिकृत कर्णेल शैलेन्द्र बहादुर महत थिए। खम्पाहरू स्थायी र अस्थायी रूपबाट पूर्वमा ताप्लेजुङको ओलाङचुङ्गलादेखि रसुवा, मुस्ताङ हुँदै दार्चुलाको टिङ्करसम्म तैनाथ थिए। जोमसोमदेखि 4-5 घण्टाको पैदल दूरीमा रहेको विकट स्थान कैसाङमा उनीहरूको हेडक्वार्टर थियो। अन्य क्याम्पहरू कागबेनी, ठिनी, छुसार, समार, दिलिङ, साम्दा, ताङ्गेभु, टुकुचे, धामी, साम्दा, पाडगच्या, मुक्तिनाथ र मनाङमा थिए। 17,500 फिट उचाइमा रहेको टाङ्गेभुमा अमेरिकी जहाजले सामान खसालेको सूचना प्राप्त भएको थियो। यसैबीच गुरिल्ला संगठनको फुट सुरु भयो। उनीहरूका नाइके बीच आपसी शक्ति सङ्घर्ष, विश्वासघात, खिचातानी, नेतृत्व नियन्त्रणको कमी, आपसी मनमुटाव भयो। खम्बाहरूको मुख्य नाइके गे हिस्सी र गे वाङदी बीच पनि यस्तै आपसी बेमेल थियो। वाङदी भन्दा अघिका कमान्डर गे हिस्सी माथि आर्थिक अनियमितताको आरोप लागेको थियो। पछि सिआइएबाट तालिम प्राप्त वाङदीलाई दलाइ लामाका समर्थन र मुख्य कमान्डर बनाएपछि हिस्सी चुपचाप निष्क्रिय भई बसेका थिए। रसुवामा उनका समर्थकहरूसँग बसेको हिस्सीसँग नेपालको सरकारी निकायले सम्पर्क कायम गर्यो। पहिलो चरण चीनको भ्रमणबाट फर्केका राजा वीरेन्द्रले खम्पा विद्रोहलाई नियन्त्रण पार्ने अठोट लिइसकेका थिए। रसुवाबाट हेलिकप्टर काठमाडौँ उतारिएका गे हिस्सी, उनलाई हिस्सी बाबा पनि भनिन्थ्यो, सँग कुरा गर्न राजा आफै अग्रसर भए। ताम्ला उक्याबका अनुसार खम्बा विद्रोह नियन्त्रणमा साथ सहयोग दिएमा हिस्सी र उनका समूहलाई समाजमा सुरक्षित रूपमा स्थापना गर्न वचन दियो। हिस्सीले सरकार समक्ष अग्रिम आत्मसमर्पण गरे। त्यसैबीच 2031 सालमा उत्तरी सीमा प्रशासक कर्णेल मानार्थ महासेनानी एमसी शैलेन्द्र बहादुर महतले वाङदीको कैसाङ स्थित शिविरमा पुगी उनीसँग कुरा गरे। हिस्सी र उनको समूहले आफ्नो सबै सूचना नेपाल सरकारलाई दिई आत्मसमर्पण गरेकाले वाङदीको पनि मनोबल टुट्यो। यसैबीच खम्पाभित्र दुई समूह छुट्टिएकाले आपसमै पनि भिडन्त हुने खतरा बढ्यो। खम्पाहरूलाई आफ्नो शक्ति र कमजोरी थाहा थियो। धेरै खम्पाहरूले विदेशी भूमिमा बसेर शक्तिशाली चीनसँग मुकाबला गर्न हरेस खाइसकेका थिए। थप क्षति हुनबाट बच्न भन्दै दलाइ लामाले पनि आत्मसमर्पण गर्न खम्पालाई टेप सन्देश पठाएका थिए। यता शाही नेपाली सेनाले मुस्ताङतर्फ दबाव बढाउँदै गएको थियो। आफ्नो पक्ष चेपुमा पर्दै गएको महसुस भएपछि वाङदीले आफूहरू आत्मसमर्पण तयार गर्न रहेको पत्र पठाए। उनले आत्मसमर्पण गर्नका लागि पनि समय मागे। खम्पाहरूको मुख्य अखाडा मुस्ताङको कैसाङ र वरिपरि तैनात खम्पा गोरिल्लाहरूलाई सकेसम्म शान्तिपूर्ण तवरले निशस्त्रीकरण गराई तिनीहरूलाई एकत्रित गर्न राजा वीरेन्द्रको आदेश अनुसार शाही नेपाली जङ्गी अड्डाले 2031 असार 1 गते केही फौज पोखरातर्फ रवाना गरायो। खम्पा विरुद्ध केही नगर्न अमेरिका, भारत र दक्षिण पश्चिमा देशहरूको दबाव हुँदाहुँदै पनि राजा वीरेन्द्रले आफ्नो अडान छाडेनन्। यही सैनिक कारबाहीको नाम खम्पा निशस्त्रीकरण राखियो। विश्व परिवेशमा गाल नपरोस् भनेर नरम तरिकाको यो नाम जुराइएको थियो। प्रमुख
सेनानीपछि प्रधान सेनापति सचित शमशेर राणालाई श्रीनाथ गणको गणपति कमान्डर बनाई श्रीनाथ गणलाई यस अभियानमा भाग लिन मुख्य फौजका रूपमा तोकिएको थियो। सैनिक अभ्यासको रूपमा परिचालित गराइएको यो सहित निम्न गण गुल्मका साथ फौजहरू केही सङ्ख्यामा सम्मिलित यस सैनिक अभ्यासका मुख्य कमान्डर वाहिनीपति सहायक रथी पछि प्रधान सेनापति श्री सिंह प्रताप शाह तोकिए। श्रीनाथ गण मुख्य लडाकु पैदल फौज, राजदल गण तोपखाना, श्री भैरवनाथ गण प्यारा कमान्डो स्पेशल फोर्स, श्री कालीप्रसाद गण मुख्य इन्जिनियर्स श्री गणेश दल इन्जिनियर्स फिल्ड इन्जिनियर्स, श्री गणेश दल गण मिलाप सिग्नल, श्री फर्स्ट राइफल गण लडाकु पैदल फौज, श्री इन्द्रजोज गुल्म लडाकु पैदल फौज, श्री अहिदमन गुल्म लडाकु पैदल फौज, श्री चन्दन नाथ गुल्म लडाकु पैदल फौज, पोखराबाट अघि बढेको फौज नाउडाँडा, हिले, घोडेपानी, सिख, दाना, घाँसा, लेते मार्फा हुँदै जोमसुम पुगी बाहिनी अड्डा खडा गर्यो। राजदल गणले लगेको 75-24 प्याक हवित्जर तोप त्यहीँ राखियो। यस अघि नै गणपति प्रमुख सेनानी सचित शमशेर राणाले खम्बाको विभिन्न क्याम्पबारे खबर हासिल गरेका थिए। सेनाको यस प्रकारको परिचालन र तोपबाट फायरिङ समेत हुन थालेपछि युद्धको खम्बाहरूमा निकै दबाव पर्न थाल्यो। 1911 सालमा प्रधानमन्त्री जङ्गबहादुरले भोट युद्ध गर्दाको तयारीपछि यो कम्पानी सशस्त्रीकरण अभियानको तयारी नै दोस्रो ठुलो थियो। छार्का र मनाङमा पनि फौज तैनात गरेको थियो। यस अभियानमा पोखरादेखि श्री इन्द्रध्वज गुल्मले एडभान्स अगुवा पार्टीका रूपमा अगुवाई गरेको थियो। फौज जोमसोम पुगेपछि फ्ल्याग मार्च गर्दै छोटो तथा लामो गस्ती हुन सुरु भयो। जोमसोमबाट सेनाले खाम्पा नाइके गे वाङदीलाई हतियार बुझाई आत्मसमर्पण गर्नु नत्र नेपाली सेना सैनिक कारबाही गर्न तयार छ भन्ने बेहोराको पत्र पठायो। जताततैको निरन्तर दबावबाट खम्पा गुरिल्लाहरूको हौसला खस्किँदो थियो। गे वाङदीले हतियार बुझाई आत्मसमर्पण गर्न तयार छौँ भनी पत्र पठाए। उनले 2031 साल साउन 5 गते हतियार बुझाउन सुरु गर्ने बताए पनि फेरि साउन 11 गतेबाट बुझाउन भनी माग राखे। त्यसपछि फेरि म्याद थपेको माग गर्दै साउन 16 गते राति 2 बजेबाट बुझाउन सन्देश पठाए। यसमा सेनाले मन्जुरी दियो। निष्क्रियकरण कारबाहीका लागि सेना अघि बढिसकेको थियो। स्थानीय बासिन्दाले दिएको खबर अनुसार आत्मसमर्पण गर्ने भनी खम्पाले भनेको कुरा षड्यन्त्र मात्र थियो। आत्मसमर्पण गर्न म्याद गुज्रिएपछि तोपबाट गोला दाग्दै सेनाले कैसाङ क्याम्पमा आक्रमण गर्यो। खम्बा तर्फबाट कुनै प्रतिकार नहुँदा सेनाले कैसाङ खम्बामा धावा कब्जा गर्यो। खम्बाभित्र सेनाले खम्बाका थुप्रै हतियार गोलीगट्टा फेला पार्यो। सेनाले तुरुन्तै समार, छुसाङ, छेलिङ, थमी क्याम्प पनि सजिलै कब्जा गर्यो। थुप्रै खम्बाहरूले सेना समक्ष आत्मसमर्पण गरे, तर नायके गे वाङदी भने फेला परेनन्। पक्राउ परेकाहरूको भनाइ अनुसार आफ्ना 50-60 जना जति उनका नजिक र भारपर्दा गुरिल्लाहरू सहित थुप्रै खच्चडमा नगद बहुमूल्य सामग्री र हात हतियार लिएर वाङदी भाइसकेका थिए। वाङदी पश्चिमको बाटो पक्री, छार्का, फुट, फोक्सुन्डो, मुगु, नाम्चा भर्याङ, सिमीकोट, यारी, टिङ्कर, लिपुको बाटो हुँदै भारत पस्ने योजनामा उनी भाइसकेको कुरा आत्मसमर्पण गरेका खम्पाहरूबाट थाहा भयो। वाङदीको टोली नेपाल चीन सीमानाबाट पश्चिम भएका र साथमा मुगा शरणार्थीहरूलाई समेत आफ्नो समूहमा जबरजस्ती सामेल गरेको सूचना सेनाले पायो। त्यसपछि ऊ भाग्ने बाटो अनुमान गर्न सेनालाई सजिलो भयो। टिङ्कर ब्यासमा घर भएका सेनानी गोपाल सिंह बोहरा, पछि सहायक रथी र सांसदले वाङदी भाग्न प्रयोग गर्ने बाटो बारे खबर दिएका थिए। कारबाहीको दोस्रो चरण सेनालाई धोका दिई भागेको गे वाङदीलाई बर्बादी नगरेसम्म सेनाको कारबाही पूरा नहुने भएकाले अब सेनाको ध्यान सुदूरपश्चिमतर्फ केन्द्रित भयो। श्री
नम्बर 4 बाहिनीलाई खम्बा नाइके भारततर्फ भाग्न सक्ने जति नाकाहरू केन्द्रित गरी कारबाही सञ्चालन गर्ने आदेश भयो। 4 बाहिनी अन्तर्गतका 1st राइफल गण, अहिदमन गुल्म, चन्द्रनाथ गण गुल्म, ज्वाला दल गुल्म फौजहरू 2031-19 गते रवाना गराई कावामाला, टिङ्कर, लिपु, छागु, रोल्पा आदि स्थानमा तैनात गरियो। प्रहरीहरू पनि परिचालित गरियो। यसैबीच 2031 भाद्र 22 गते करिब 150 खम्बाहरूले हुम्लाको मुगु स्थित प्रहरी चौकी कब्जा गरेको तथा ठूलो समूह यतातिर बढेको खबर सेनाले पायो। 4 बाहिनीप्रति सहायक रथी आदित्य शमशेर राणा, पछि रथी तथा सेनापति गौरव शमशेर राणाका पिताले बैतडीको गढी डाँडाको ब्यारेक स्थित ट्याक्टिकल हेडक्वार्टर खडा गरी गमगढीमा भएको फौजबाट एक सेनामुख प्लाटुन फौज र केही प्रहरी मुगुतिर तुरुन्तै परिचालन गर्न आदेश दिए। अर्को एक सेनामुख हवाई माध्यमबाट पठाउने निर्णय भयो। अहिर्दगमन गुल्मका जमादार दान बहादुर चन्दको कमान्डमा एक सेनामुख प्लाटुन फौज टिङ्कर इलाकामा एम्बुस थाप्न खटाइयो। खम्पाहरू भदौ 22 गते यारीमा पुगेको र त्यहाँबाट हिन्साङ खोलातिर गएको तथा उनीहरूसँग ट्याङ्क तथा पिलबक्स फोर्ने 57 mm RCL 57 मिलिमिटरको यन्त्र जसले गाडी र भित्तामा पुवाल पार्न सक्ने रकेट लन्चर पनि भएको भरपर्दो सूचना प्राप्त भयो। 2031 भदौ 24 सम्म लिपु, टिङ्कर र छाक्रा प्रत्येक स्थानमा सेना प्रमुख प्लाटुन ताकतको नाकाबन्दी र स्थापना गरिसकेको थियो। 2031 भाद्र 24 गतेको बिहान लिपु भन्ज्याङको तल खाम्पा लडाकुहरू घोडा खच्चड सहितको लस्कर आइरहेको देखियो। लस्करको प्रमुख हिस्सा सेनाको मार इलाकामा पर्नासाथ जमदार दान बहादुर चन्दको सेनाले गोलाबारी गर्यो। यस कारबाहीमा परि खम्बा नाइके गेवाङदी सहित 6 जना लडाकु मारिए। उनीहरूका केही घोडा खच्चड पनि मारिए। लस्करका पछाडि रहेका खम्बाहरू पनि तुरुन्तै पोजिसन लिएर नेपाली सेनामाथि ठूलो हतियार र मेसिन गन समेतबाट फायर गरे। बेलुकी पख खम्बाहरू फायर र हरकत गर्दै थिए। नेपाली सेनाको ब्लकिङ पोजिसन र खम्बा बीच दिनभरि नै गोली हानाहान भइरह्यो। भोलि बेलुकी पख खम्बाहरू फायर र हरकत गर्दै ब्लकिङ पोजिसन लिपुबाट पछि हटी चिनिया भूमि हुँदै भारततर्फ प्रवेश गरे। भोलिपल्ट नेपाली सेनाले आफ्नो मार इलाका, क्लिनिङ ग्राउन्ड, घटनास्थलमा खोज तलास गरी हतियार, गोलागट्टा, नगद इत्यादि सामान बरामद गर्यो। खम्बा जनरल गेवाङदी यस घटना हुँदै भारतीय फौज नेपालीसँगको सिमानामा हरकत गरेको थाहा पाएपछि उनीहरूबाट खम्बालाई हुनसक्ने मद्दतलाई रोक्न सेनानी अमृत बहादुर कार्कीलाई छाँगु स्थित ब्लकिङ पोजिसनको नेतृत्व गर्न पठायो। भारतीय सेनाको उपस्थितिले खम्बाहरूलाई भारतीय सेनाको समेत साथ र सहयोग भएको प्रश्न थियो। अन्तर्राष्ट्रिय हवाई नियम र मर्यादा उल्लङ्घन गर्दै भारतीय सैनिक हवाई जहाजहरूले नेपाली आकाशमा प्रवेश गरे। लिपुको भिडन्तबाट भएका खम्बाहरूलाई भारतीय सेनाको हेलिकप्टरबाट उद्धार गरेको र अन्य पैदल लडाकुहरूलाई भारतीय सेनाले सुरक्षित अगुवाई गर्दै दार्चुलातर्फ लगेको छाँगुको ब्लकिङ पोजिसनले प्रश्न देखेको प्रतिवेदन गरियो। लिपु भिडन्तपछि खम्बा र भारतीय सेना मिली नेपाली सेनाको कारबाही विरुद्ध सामूहिक प्रत्याक्रमण हुन सक्ने सम्भावना देखेर 2031 भदौ 26 गते 4 बाहिनीले एक सेनामुख फौज लिपुमा थप पठायो। उता चिनिया फौज पनि सीमा क्षेत्रमा जम्मा भएको र लिपु इलाकामा भारी हिमपात पनि भएपछि भारतीय फौज पछि हट्यो। भारतीय सेनाबाट आक्रमण हुने सम्भावना हटेपछि प्रधान सेनापति महारथी सिंहबहादुर बस्नेतबाट 2031 असोज 8 गते लिपु छाँगु इलाकाबाट फौज हटाउने आदेश भयो। खम्बा विरुद्धको फौज कारबाहीमा संलग्न सबै फौज 2031 असोज 17 गते बैतडी एकत्रित भए। यो कारबाहीको सफल भएकाले बैतडीको गढी डाँडा ब्यारेकमा रहेको अहिदमन गुल्मको ठूलो विजयद्वार बनाइएको थियो। यस खम्बा काण्डको इतिहास लेखिएको थियो, तर अहिले उक्त ब्यारेकमा विजयद्वार र इतिहास छैनन्। पछि गएर यो भत्काउनु गल्ती गरियो।
शाही नेपाली सेनाको ब्लकिङ पोजिसनबाट भएको अप्रत्याशित आक्रमणमा गे वाङदी सहित खम्बा टोली परेको थियो। सेनाको मार इलाकामा परेका खम्बाहरू स्वतन्त्र भएपछि पछाडि रहेका तिनीहरूका अन्य लडाकु सङ्गठित भई लासहरू बटुलेर लैजान र प्रत्याक्रमण कोसिस गरेका थिए। तर नेपाली सेनाले गरेको भारी गोलाबारीले उनीहरूको प्रयास सफल भएन। भोलिपल्ट पनि उनीहरूले प्रयास गरे तर सकेनन्। राति घटनास्थलमा खोजतलास गर्दा पक्राउ परेका घाइते खम्बाहरूले भिडन्तमा उनीहरूकै नायकी गे वाङदी मारिएको भनी लास चिनाइदिए। बाहिनीप्रति सहायक रथी आदित्य शमशेर राणा घटनास्थल पुगी फर्के। अर्को दिन सेनाले काठमाडौँबाट गे हिसीका बाबालाई घटनास्थलमा पुर्यायो। उनले गे वाङदीको लास शनाखत गरेपछि निज मारिएको पुष्टि भयो। सरकारले खम्बा नायकी गे वाङदी मारिएको घोषणा गर्यो। नेपाली सेनाले 2031 साउन 16 गतेदेखि भदौ 29 गते को 1929 को 45 दिनसम्म मुस्ताङको कैसाङ र अन्य खम्पा सेना विरुद्धको कारबाहीमा शाही नेपाली सेनाले छोटो समयमै सफलता हासिल गर्यो। नाइके गे वाङदी मारिनु राम्रै उपलब्धि थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको छवि उच्च भयो। सेनाले आफ्नो क्षमतामा राम्रो प्रदर्शन गर्यो। यही सफल सैनिक कारबाहीपछि नेपाली सेनाले कब्जा गरेको खम्पा कैसाङ क्याम्पमा सेनाको उच्च शिखर तालिम शिक्षालय माउन्टेन वारफेयर ट्रेनिङ स्कुल स्थापना गर्यो। नेपाली सेनामा स्नो क्लेदिङ वितरण गर्न सुरुवात पनि यससँगै भयो। यस सैनिक कारबाहीपछि अमेरिका लगायत पश्चिमा मुलुकहरू र भारतले नेपालका राजासँग स्वत रुष्ट भाव बढाए। मित्र राष्ट्र चीनको भने राम्रो विश्वास राजा वीरेन्द्र र समग्र नेपालले नै आर्जन गर्न सफल भयो। यो कारबाही नेपाल स्वयंले नगरेको भए नेपाली भूमिमा चिनिया सेना प्रवेश गरी दलाइ लामाका खम्पा फौजलाई बर्बादी गर्ने सम्भावना थियो। नेपालको इतिहासमा यसको महत्त्व उच्च रहेको छ। यो लेख चाहिँ कहाँबाट चाहिँ प्रसारित दिएको थियो भन्दाखेरि ज्ञानेन्द्र शाहीको पेजमा तपाईँको राखिएको थियो। ज्ञानेन्द्र शाहीको पेजमा कहिलेको भन्दाखेरि आजको डेटमा राखेको, त्यहाँबाट मैले साभार गरेर पढेको हो। ज्ञानेन्द्र शाहीको फेसबुक पेजमा चाहिँ ज्ञानेन्द्र शाहीको फेसबुक पेजबाट मैले पढेर तपाईँहरूलाई सुनाएँ। कस्तो लाग्यो? 2 घन्टा अगाडि भनेको छ। अहिले मैले रेकर्ड गर्दाखेरि 2 घन्टा अगाडि भनेपछि आजको डेट रहेछ आजको डेटमा गरेर छ। मैले पढेर तपाईँहरूलाई सुनाएँ। कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मन परे लाइक, सेयर, सब्सक्राइब सबै गर्नुहोला। धन्यवाद।